आज नानीलाई छुट्टीको दिन नानीसँग खेल्दैछौँ हामी। खेल्ने नानीलाई नुहाइदिएको। ल हे दिदीजीलाई हाई गरिदेऊ। हेलो एभ्रिवान। अबदेखि हामी पनि ब्लग सुरु गर्ने। बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ। अहिले सुरुमा ठिकै भए पनि ल ल आज के गर्ने? नुहाइ पनि सक्यो, नुहाएको भिडियो पनि हुने भएन। ल आज हामी केही कुराहरू बाहिरतिर देखाउँ है त। बाहिर हामी अहिले यहाँ कहाँ बस्छौँ भन्दाखेरि काठमाडौँ कीर्तिपुरमा बस्छौँ। ल हामी चाहिँ अब बाहिरतिर कस्तो के छ हाम्रो वातावरण आजको देखाउँछौँ है हजुरहरूलाई। हामी बस्ने ठाउँदेखि यहाँनिर बस्छौँ। यता बाहिर आज एकदम राम्रो मौसम छ। ल उता हेर, उता सबैलाई देखाउँ है। हाम्रो यहाँदेखि यो देखिन्छ चन्द्रगिरी त त्यो कता हो रे? यता साइडमा हो चन्द्रगिरी। यता देखिँदैन यहाँबाट। म हजुरहरूलाई अर्को ब्लगमा चाहिँ देखाउँछु चन्द्रगिरी। अहिले चाहिँ देखिँदैन। अहिले चाहिँ हामी बस्ने ठाउँदेखि यसो बाहिरतिर मात्र देखाउन आएको भिजिटिङ। ल तलतिर यता यस्तो छ यहाँ हामी बस्ने ठाउँमा। अगाडि मकैबारी छ। मकैबारी तरकारीहरू। अया नानीले मलाई लुस्छिन्। नाइ गरेको छैन। आज नाइ गरिसक्यो। ल दिदीले पनि के बेच्न आउनुभयो। अहिले केही काम गऱ्यौँ भने हजुरहरूलाई देखाउँछु। अहिलेलाई चाहिँ बाई बाई।